तिमीले निकै पंगा लियौ कि यति मध्ये तिमी प्लेयर चाहिँ को हो भन त? के कुरा गर्नुहुन्छ? खेल हेरेर पनि को भनेर थाहा पाउनु नि। अघिदेखि कसको यहाँ हुकुम चलिरहेको छ? यही गृहमन्त्री तपाईँ चाहिँ कुन हो? खोइ म देखिनँ त। म यो घरको प्रधानमन्त्री। प्रधानमन्त्रीले भनेको सधैँ मान्ने, वफादार हुने, लोयल हुने। वफादार र लोयल हुनको लागि पनि त प्रधानमन्त्री पनि त घरप्रति इमान्दारिता हुनु पर्यो नि त। न के को वफादार र लोयल? वफादार नहुने, चम्चा नहुने। किन चम्चा? त्यसो भने तिमीलाई बर्खास्त गरिदिन्छु पख। मलाई बर्खास्त? म पनि तपाईँको त कति मरिसक्यो, मेरो त यी सबै बाँकी छ। यिनीहरूलाई लिएर जान्छु उच्च अदालत घरको, रिट दायर गर्छु। यी सबैलाई लिएर जान्छु उच्च अदालत। कुलमान गए न्याय पाउँछु भन्ने तरिकाले गएकोले कुलमानले पनि पाए न्याय। प्रधानमन्त्री प्रति मन्त्री प्रति लोयल नभएको भन्ने त फैसला आयो नि। त्यही हुन्छ। के कुरा गर्नुहुन्छ? सबैले त न्याय पाउँदैन भन्ने हुन्छ। यहाँ न्याय पाएन भने म अगाडि मेरा सेना पछाडि सबै बाँचेका छन्, मरेका छैनन् नि। तपाईँको पिउसो हटाउँदै तपाईँ राजा एक्लै के गर्नुहुन्छ? एक्लै बालेन एक्लै भए भनेर तिमीले भनेको होला। बालेन सर, तपाईँ अब उठ्नु, जाग्नु, नभए तपाईँलाई पिउसाहरूले घेरेर एक्लै पार्नेछन्। तपाईँ अब जाग्नु, उठ्नुहोस्।